guys, welcome back to my channel. This is me Pooja अनि आजको दिनचर्यामा हजुरहरुलाई स्वागत छ मेरो। आज चाहिँ म खाना साना खाएर आज पब्लिक होलिडे हो अनि त्यही भएर बिदा थियो, बिदा भन्नाले बिहानको बिदा थियो अनि त्यही भएर म रेडी हुँदै छु यतिकै। अनि आजको स्पेशल दिनमा मैले आज दिदीको नेवारी ड्रेस मागेर नेवारी ड्रेस लगाउँदै छु गाइस फर द फर्स्ट टाइम। आई एम भेरी एक्साइटेड। अब चाहिँ म फेसमा मेकअप लगाउँछु अनि हजुरलाई देखाउँछु ल। गाइस म चाहिँ यो फाउन्डेसन लगाउँदै छु। दिस फाउन्डेसन इज अ सुपर स्टे फ्रम मेबलिन। अस्ति नै मैले बाई गरेको थिएँ नि त, टिकटकमा एकदम फेमस छ भनेर। लेट मी पुट इट अन माई फेस। Okay, I'm gonna blend. Okay, guys, I'm gonna blend on my face. I think I already blend a little bit. तर लाइटनिङ नमिलेर कस्तो डार्क टाइपको देखिरहेको देख्न त। Let's see. Yeah. छी म त भूत देखेँ भूत। तर इट्स रियली नाइस। यो फाउन्डेसन चाहिँ एकदम राम्रो छ, एकदम राम्रोसँग लाग्छ फेसमा। Now I'm gonna put this किनकि मेरो कन्सिलर चाहिँ भ्याएको रहेछ अनि त्यही भएर I'm not gonna put on concealer on my face. Now I'm gonna put like eyeshadow on my eyes. अनि त्यसपछि आँखा चाहिँ एकदमै स्मोकी टाइपको बनाउनु पर्छ अरे नेवारीमा अनि त्यही भएर I try to do it but I'm not perfect. You guys already know that. अनि let's see what I'm gonna do. And the shades are here. Those are the shades. Now today I'm gonna try this one, the darker one, not darker but this one. Oh my goodness, this one I'm gonna put and त्यसपछि बल्ल म भिडियो बनाउँछु ल गाइस। I think I can't do it like भिडियो बनाउनु न अनि लगाउनु चाहिँ। ओके गाइस मैले आई स्याडो त लगाएँ। आई डोन्ट नो मेरो स्मोकी आई भयो बट आई ट्राई टु डु माई बेस्ट है। एनिवे राम्रो भएको छैन त्यही भएर म गाजर लगाउँदैछु, यो पुस्दैछु। गाइस मैले गाजर लगाएँ अनि टिकुली लगाएँ। मैले त के आज नेवार जस्तो आएको त नेवार जस्तो भनिरहेको छु नि। किनकि मलाई पहिलेदेखि नै मलाई एकदम नेवार केटाहरू लास्टै मन पर्थ्यो कि अनि त्यही भएर पनि हो कि झन्झन नेवार फिल भयो गाइस। टिकुली अनि यो लगाएँ। दिस इज माई मेकअप। पुछेन किनकि भनेपछि फेरि अर्को लगाउनु पनि झ्याउ लाग्यो कि अनि बेलुका काम पनि छ नि त, फेरि के यो यताउति गरौँला भनेर। अब म चाहिँ ब्राउन्जर लगाउँछु। लेट मी फाइन्ड माई ब्राउन्जर। यु गाइज अलरेडी नो द्याट यो चाहिँ ब्राउन्जर युज गर्छु मैले चाहिँ इसेन whatever यसको। Let me take out this one for a while because I need to put let me put bronzer on top of chin. यो के भन्छ jaw line मा here मैले चाहिँ यहाँ jaw line and यो ब्लस लगाउँछ नि त्यसको राइट डाउन हो यस्तो लगाएर ब्लेन्ड गर्ने चाहिँ गर्छु है। आई डोन्ट नो यो राइट वे हो कि होइन तर आम गर्दा पुट यो थोरै ब्रन्जर अनि ब्लसको तलतिर अनि लगाएर अनि यसरी ब्लेन्ड गर्छु एन्ड देन आई अलरेडी पुट ब्रन्जर लगायो भने जल लाइनहरू राम्रोसँग देखिन्छ अनि यहाँ चिन पनि राम्रो देखिन्छ। आई डोन्ट नो यहाँ लाइटिङ नमिलेर यु कान्ट सी प्रपरली। अनि यो चाहिँ हो मैले चाहिँ रेड लिपस्टिक लगाउनेवाला चाहिँ किनकि यो नेवारमा रेड लिपस्टिक लगाउनु पर्ने रहेछ अनि त्यही भएर फर्स्टमा चाहिँ म आउटलाइन गर्छु ब्राउनको। म असो यो छ नि दिस इज माई लिप लाइनर। यसले चाहिँ म लिप लाइन गर्छु अनि त्यसपछि आम गर्न पुट red. I already put lip liner on my lips. But I have to put red lipstick and then it's gonna be perfect. Red lipstick चाहिँ दिदीसँग मागेर मसँग छैन नि त अनि यो चाहिँ Maybelline को red lipsticks whatever ल म लगाउँछु ल। ओके म त कस्तो नेवारी फिल भइरह मलाई आफू म नेवारी जस्तै फिल भइरह म नेवारी जस्तो देखिन्छु र गाइज ल कमेन्ट गरिदिनु ल। अब दिदी के लगाउने यसरी यो ढोका भन्दा माकसी भन्छ यसलाई। माकसी नेवारी भाषामा माकसी भन्छ। उही कति राम्रो देखेको आफै राम्रो हो कि अरूले भन्नु छैन है। कपाल बाँधेर दिदी सिरियसली कति ठुलो देखेको है, ठुलो मान्छे जस्तो के
ठुलो भइसक्यो गाइस म अब चाहियो खोइ तपाईँ त हात त देख्नुभयो नि ल गाइस म त एक्साइटेड भइरहेको छु दिदीले अब कपाल बाँडिदिँदै हुनुहुन्छ ए मेरो ड्रिम थियो कि मलाई यो कस्तो लगाउनु मन थियो कि मलाई यो नेवारी कपडा म अझसम्म लगाएको छैन मेरो फर्स्ट टाइम हो जब स्कुलमा डान्स गर्दा लगाइरहेको अब यो लगाउँदै यो कस्तो हुन्छ तिमीलाई ठुलो हुने कि मेरो साइड पनि ल म कपडा लगाउँछु गाइस कपडा लगाएको चाहिँ अलि देखाउनु मिल्दैन यो लगाइसकेको छु अब तलको लगाउनु बाँकी छ ल गाइस म रेडी भइसकेको अवस्था छ नेवारी फर द फर्स्ट टाइम है ल कस्तो भएको छ भनिदिनुहोस् गाइस है मलाई कस्तो राम्रो देखिरहेको छ कि म नेवारी जस्तो जस्तै लगाइराखेको म आएँ त अब हजुरहरूलाई कस्तो कस्तो लगाइराख मलाई कमेन्ट डाउन गरिदिनु ल अब हामी चाहिँ टिकटक भिडियो अनि अरू अरू भिडियोहरू पनि बनाउँछु म स्लोमो पनि बनाउँछु मैले त्यो भिडियोमा चाहिँ राखिदिन्छु बिच बिचमा स्लोमो अनि मेरो टिकटकहरू पनि हेर्न सक्नुहुन्छ हजुरहरूले मैले टिकटकमा हाल्छु होला भिडियो थ्याङ्क यू सो मच खिच्नको लागि बाहिर आइसकेको अवस्था छ मेरो एउटा ड्रिम पनि पुरा भयो मलाई यस्तो यो के भन्छ नेवारी ड्रेस लगाउन लास्टै रहर थियो लगाएर भए गाइस म कस्तो देखेछु कमेन्ट डाउन गरिदिनुहोस् राम्रै देखिछु जस्तो लागिरहेको छ के अरे त्यही पनि लाइक व्हाट यु थिङ्क अबाउट मी लाइक यो कस्तो राम्रो झुम्का के हो मैले त टिकटक पनि बनाएर भइसकेँ भित्र अलि राम्रो फोटो नआएर हामी तल जाँदैछौँ करुरा बोकेर टक्क पाएर भिडियोमा चाहिँ मन परेन अनि त्यही भएर तल आएर यहाँ हाम्रो ग्राउन्ड फ्लोरमा पनि यसरी बनाउनु मिल्छ भिडियो अनि त्यही भएर ग्राउन्ड फ्लोरमा आएर यहाँ भिडियो सिडियो बनाउनु पर्ला भनेर दिदी म आछौँ गाइस सची काचिला सपाहिला मसा मसा लाली दिदी मैले राम्रो एक्सन दिएछु क्या है ल गाइस हामी यही भिडियो बनाउँदैछौँ म भिडियो हजुरहरूलाई कस्तो आउँछ भनेर म देखाउँछु यो बनाएर सबै भ्याइयो अनि अब चाहिँ माथि जानु लागेको करुवा बोकेर अनि दिदी म दिदीले खोल्दै हुन्छ दिदी यहाँ छ चापी छु 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 टु 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 माथि जाँदैछौँ गाइस यस्तो टक्क पारेर मलाई एउटा गाना टिकटकको याद थियो तर मलाई अहिले बिर्सिहालेँ अनि माथि गएर खोज्नु पऱ्यो अनि यस्तो के यस्तो कस्तो राम्रो नाच्छन् क्या आजकल ट्रेन्डिङ हो मैले बिर्सिहालेँ नामै थाहा छैन पेटमा थाहा मुखमा थाहा छैन गाइस यो मेरो नेवारी कपडाहरू मैले अगाडि भिडियोहरूमा देखाइसकेको छु मैले कसरी लगाएको छु के गरेछु भनेर आइ एम भेरी अब्सेस विथ नेवारी कल्चर अनेस्टली भन्नुपर्दा मलाई नेवारी खाना नेवारी कपडाहरू एकदमै सानोदेखि नै म जब बच्चा थिएँ नि त्यति बेलादेखि नै मलाई एकदमै मनपर्ने नेवारी कल्चर हो अनि म हजुरहरूलाई नेवारी कल्चरको बारेमा अलिक थोरै लाइक मैले जे जानेछु त्यही भन्न लागेको छु है गाइस ल मलाई त्यस्तो धेरै त थाहा छैन इफ यु नो धेरै बारेमा नेवारी कल्चरको बारेमा हजुरले कमेन्ट डाउन गर्न सक्नुहुन्छ नेवारी म नेवार त होइन तर लाइक आई रेस्पेक्ट के नेवारी कल्चर अनि त्यसपछि मलाई एकदमै राम्रो पनि लाग्छ कल्चर खाना अनि मान्छेहरू एकदमै सपोर्टिभ एकअर्काको बिचमा अब कोही मान्छेलाई एउटालाई केही भयो भने सबै नेवारी मान्छेहरू मिलेर उसलाई सहयोग गर्ने उसलाई हेल्प गर्ने त्यस्तो पनि हुन्छ अनि नेवारी मान्छेहरूको डिफ्रेन्ट भगवान हुन्छ आफ्नो लाइक आफूले अब लाइक कोही भगवानले पूजा गणेश भगवानलाई कोहीले शिवलाई गर्नुहुन्छ तर उहाँहरूको जुन त्यो भगवानहरू हुनुहुन्छ नि माताहरू पनि हुन्छ अनि मैले अर्को कुरा के थाहा पाएको छु भने नेवारहरू हामीहरूको अब एउटा बिहा हुन्छ नि लाइक बाहुन क्षेत्रीहरूको एउटा बिहा हुन्छ तर नेवारहरूको 3टा बिहा हुन्छ 3टा बिहा हुनुको रहस्य चाहिँ के छ भनेपछि नेवारहरू लाइक काठमाडौँ भ्याली अरूमा पनि नेवारहरू बस्नुहुन्थ्यो नि उहाँहरूको सानैमा अब राजाहरू आउने अनि ऊहरू आउने अनि सानो कन्ने केटीहरूलाई लग्ने चलन रहेछ अनि त्यही भएर नेवारी कल्चरमा चाहिँ के अनि सानो घर बनाउने घरको त्यो ढोका पनि एकदम सानो बनाउने किन भनेपछि अब राजाहरू त आफ्नो सर झुकाएर भित्र जान तिनीहरूको आफ्नो त्यो हुन्छ शिर झुकाएर कहिले पनि जान चाहँदैनन् त्यही भएर सानो ढोका पनि बनाउनु दो रहेछ के नेवारीहरूले अनि त्यसपछि अर्को कुरा भनेपछि
3टा बिहा हुनुको कारण चाहिँ अब लाइक बिहा भएको केटीहरूलाई नलग्ने हुन्छ नि सानैमा बिहा अब फर्स्ट बिहा भनेको चन्द्रमासँग हुन्छ त्यसलाई चाहिँ इया भनिन्छ सेकेन्ड बिहा भनेको गुफा जाने हुन्छ अनि त्यसपछि थर्ड बिहा चाहिँ रियल बिहा चाहिँ हुन्छ अनि अब लाइक कन्याकुमारी केटीहरूले बिहा गरेको अब सिन्दुर लगाएको देखेको सानैमा देख्यो भने त लग्दैन राजाहरूले आफ्नो छोरीहरूलाई अब चेलीबेटीहरूलाई लग्दैन भनेर उहाँहरूले चाहिँ सिन्दुर लगाउने अनि त्यो कल्चर चाहिँ त्यहाँबाट आएको हो त्यो पनि थाहा पाएको छु मैले गाइस अनि अर्को त्यो जात्राको बारेमा हुन्छ अब मान्छेको आफ्नो डिफ्रेन्ट भगवानहरू पुज्ने तरिकाले अब डिफ्रेन्ट कोहीको गाई जात्रा कोहीको त्यो लाखे जात्रा त्यहाँबाट निस्केको हो गाइस ल धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ माई युट्युब च्यानल हजुरहरूलाई अरू जान्न चाहनुहुन्छ भने कमेन्ट डाउन बिलो म अर्को एपिसोडमा नेवारी खाना पनि कसरी बनाउँछन् मेरो दिदीले मलाई सिकाउनु भएको छ अलिअलि सिकाइदिनुहुन्छ भन्नुभयो अनि त्यो कसरी बनाउँछन् भनेर म देखाउँछु थ्याङ्क यू सो मच धन्यवाद बाई बाई